साथीहरु हाते काटौं। साथीहरु लाग्यो अब हामी चाहिँ। साथीहरु हेर्नुस् मेरो बेको सुँगुर। हेलो गाइज, सेवा स्यामुना, वेलकम ब्याक टु माई एन्डर ब्लग। फेरि पनि आइसकेँ म तपाईँहरूको माझमा। तपाईँलाई थाहा छँदैछ म मधुराई र मलाई धेरै साथीहरूले सपोर्ट गर्नुभएको छ, मलाई माया गरिदिनु भएको छ, मलाई मोटिभेसन गरिदिइराख्नु भएको छ, मलाई थाहा छ। र आगामी दिनमा पनि मलाई यसरी सपोर्ट गरिदिनु होला, मलाई माया गरिदिनु होला भन्दै आज चाहिँ म भ्लग स्टार्ट गर्न गइरहेको छु। आज चाहिँ के गर्नु छ काम भन्दाखेरि म अहिले नै भनिरहेको छु। आज चाहिँ मेरो घाँस काट्नु छ। अरू बेला नि काट्थेँ, तर अरू बेला चाहिँ दाजुले काटेको घाँस बोकेर आउँथे। आज चाहिँ मैले काटेर बोकेर ल्याएर पनि दाजुले काट्नु पर्ने छ म र भाउजूले। आज चाहिँ दाजुको काम अर्कै छ, छुट्टै उहाँको काम बिरुवा रोप्ने छ। सो आज चाहिँ घाँस काट्नु साथीहरू। अब म जानुपर्छ, किनभने अब अरू बेला चाहिँ अलिक ढिलो जाँदा पनि हुन्थ्यो, दाजुले घाँस काट्दैन हुन्थ्यो। आज चाहिँ अब आफै घाँस काटेर ल्याउनु छ, अब छिटो जानु पऱ्यो भएन मिठो पानी पर्छ। साथीहरू यति जग्गा चाहिँ भेटौँला। साथीहरू घाँसमा लाग्यो। अब तल छ घाँसको मेरो आज घाँस चाहिँ तर धन्न यताउति चाहिँ लामो लामो नाम्लोमा बोक्ने खालकोहरू हुन्छ र मात्रै, तर हामी चाहिँ नाम्लो बोक्नु जान्दैनौँ। मलाई भाउजू खासै बाहिर लाउनु न, हामी जहिले डोकोमा लामो घाँस पनि छोटो घाँस पनि दाजु चाहिँ नाम्लोमा बोक्नुहुन्छ, हामी चाहिँ डोकोमै बोक्छौँ साथीहरू। भारी लाउनु आउँदैन, अलिक बिग्रिन्छ भन्ने डर। अनि दाजुले कति बिरुवा रोपिसक्नु साथीहरू। म भर्खर जाँदैछु, भाउजू चारो पकाउँदै हुनुहुन्छ घरमा, आउनुहुन्छ र बिस्तारै। यस्तो यत्रो गमुट लाएर ड्याम लाएर जान्छौँ साथीहरू हामी घाँसमा। ल साथीहरू अहिले भेटौँला। घाँस काट्नु थाल्यो साथीहरू। यसरी काट्नुपर्छ यता घाँस, लामो हुन्छ। हाते काटौँ भन्ने पन्ध्र चाहिँ काट्यो, हात काटेको भए दाजु मार्छ दाजुले। आज एक दिन घाँस काट्नु लगाएको, योलाई चाहिँ हात काटी अल्छीले होला। हात काट्यो भए त बहिनी दुईटा अम्ला चाहिँ काट्यो, पन्जा धन्न बाँच्यो। पन्जा मात्रै काट्यो, अम्ला धन्न काटेन पन्जाले गर्दा साथीहरू। साथीहरू घाँसको भारी पुऱ्याएर पनि घाँस काटिसकेर लाग्यो। म चाहिँ अब उकाली घाँस बोकेर उकालो छ बाटो साथीहरू। यस्तै हो जिन्दगानी, कहिले उकाली कहिले ओह्राली, कहिले वारी त कहिले पारी गर्नै पर्यो। ल साथीहरू अहिले बोट पुगेर भेटौँला। ओह बल्ल बल्ल बोट आयो साथीहरू होइन। घाँस बोक्दा होस् कि घाँस नबोक्दा होस्, हाँस्नु छोड्नु भएन, जिन्दगी बेसी रमाइलो। बात त सही है। हाँसी दिनुपर्छ कि मान्छेले त आमा यसको त जिन्दगी कति रमाइलो रमाइलो, त्यत्तिकै रमाइलो साथीहरू। हो त हाँसी रिस उठ्छ एकछिन, यस्तो हुन्छ फेरि हाँस्नै पर्यो साथीहरू। रुँदै हिँड्नु भयो, हाँस्नै। साथीहरू हेर्नुहोस् मेरो बेको सुँगुर भन्नु, मेरो बेको सुँगुर भन्नु। यत्रो छ सुँगुर, अब यसको चाहिँ कालो आउनु आँट्यो साथीहरू होइन। यसको यसलाई कहिले काट्नु पर्सि कि भोलि? यसको कालो आउँदैछ पर्सि साथीहरू। ठुलो भइसक्यो यो, अलिक जिउ चाहिँ लागेको छैन कि, लामो छ लामो त। यता हेर सुँगुर नाना, सुँगुर नाना यता हेर्नुहोस् तपाईँ। हो सुँगुर नाना भन्ने बित्तिकै हेर्छ साथीहरू। हेर्नुहोस् साथीहरू अहिलेको सुँगुर नाना, सुँगुर बहिनी हाम्रो सानो पनि छ सुँगुर। यहाँ चाहिँ बहिनी 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 सुँगुर बहिनी यत्रो भइसक्यो यो पनि काले।
साथीहरू मेरो भदै भदैन चाहिँ रेडी भएर म स्कुल जाँदैछु। हामीलाई कुकुरले झन्डै टेक गरेन आउनुमा। के भन्नु कुकुरले? बाटो छेको हो गरो। अनि तिमी भाग्यौ? कसरी भाग्यौ? यहाँ नि ट्याप चाहिँ बिचार किराले खाइसक्यो अन्त मिठी खानु। ल साथीहरू म यहाँलाई पुऱ्याउनु जाँदैछु। हामीलाई कुकुरले टेक गरौँ। बाई खोइ बाई गरेको साथीहरू नानीहरूले स्कुल पुऱ्याएर पनि आइयो होइन। कुकुरले टेक गरेर म तलबाट आएँ। भात खाने खान्छ अब खाना खाने साथीहरू लाग्यो। अब हामी चाहिँ कहाँ लाग्यो भन्दा गाउँ डुल्दै डुल्दा चाहिँ तिरो तिर्नु छ। हाम्रो सम्पत्ति यहाँ छ। तिरो तिर्नु गएको साथीहरू आज नन्द भाउजू भएर। हामी प्राय यता आएपछि भाउजू र मसँगै हिँड्छौँ। प्राय खेतलापात मिलोपात घरमा घाँस पात यताउता अनि दुवैजनाले घरमा पनि पठाउनुहुन्छ। तिमीहरू पनि सिक दाजु र मम्मीले। लाग्यो साथीहरू हामी फेरि नन्द भाउ जस्तै यस्तै छौँ अरे। मम्मीले भन्नुभएको काम गरे यता त्यता हिँड्दैनौ डुल्दैनौ भन्नुहुन्छ। फेरि हामी हिँडेपछि डुलेपछि घर हतपत पुग्दैनौँ नि त। अनि भाउजू हामी गोरु जस्तो हिँडेको हिँडै गफ गरेको गरे उठ्ने चलन छैन। अनि फेरि रात पर्छ साथीहरू उस्तै हो। अनि जहिले मम्मीले नन्द भाउजू एउटै छ तिमीहरू भन्नुहुन्छ। उहिलेदेखि अहिले पनि त्यही हो। उहाँ मेरो मिस भाउजू है। सिस्टर इन ल माई लभली एन्ड ब्युटिफुल सिस्टर इन ल। हाँसिदिनुहोस् तपाईँ। र साथीहरू जाँदैछौँ। अहिले अब वडा पुगेपछि भिडियो बनाउनु पाइयो भने पाइयो, पाइएन भने अब खिच्री गाउँतिर काकाहरूतिर डुल्दै हुने काकाहरूतिर गएर साथीहरू हामी वडा पुग्यौँ। हाम्रो वडा चाहिँ यही हो हेर्नुहोस् साथीहरू आज गाउँ डुलेर जाने वडादेखि भनेको वडामै लाग्यो। कति 2 बजी होला। 2 बजी भइगयो। हामी 11 बजी आएको मान्छेहरूको साथीहरू अब काकाहरूकोमा जाँदैछौँ। काकाहरूकोमा जाने अनि अब खासै धेरै गाउँ नडुल्ने आज टाइमै सक्यो वडामै साथीहरू। हामी जाँदैछौँ काकाहरूकोमा। उहाँ आउँदै हुनुहुन्छ चिकन पड्काउँदै साथीहरू। काकाहरूकोमा आयो अब पानी खाने जाने गयो। कान्छी भाउजू हुनुहुँदो रहेछ, जेठी भाउजू हुनुहुँदो रहेछ। हामीले जेठी भाउजूले चियारा पानिदिनु भयो। अब लाग्ने घर ढिलो भइसक्यो आज हाम्रो काकाहरूको घरको। साथीहरू आज गाउँ डुल्दा रात परेछ। यहीँ 3 बजिसक्यो। भाउजूहरूको हरियो मकै पनि लिएर आइहाल्यौँ हामीले त। कहिले खाइदिउँ भाउजू हरियो मकै लिएर आइयो साथीहरू। भाउजूले खाजा खाएर जानु कि खाजा खाएर जानु भन्नु त। आज ढिलो भइसक्यो। लु घरै गएर खाने भन्यो। ताप खाने चिया पानी खाइयो। खाजा खाएर जाने खाजा खाएर जानु भन्थ्यो। खानु भ्याइएन आज टाइम छैन आज। घरै गएर मम्मी कहाँ गयो यिनीहरू भइसक्नु भइसक्यो होला। अब नानी पनि स्कुलबाट ल्याउनुपर्छ। हाम्रो चाहिँ मम्मी जानुहुन्छ होला। साथीहरू यस्तै छ। अझै एउटा घर छिर्नु बाँकी छ। साथीहरू म चाहिँ घर आइपुगेर पनि फेरि घरदेखि नानीहरू लिनु गएको स्कुल। अब तिनीहरूलाई त्यहीँ भए पनि लिनु जानु पर्यो। दुइटै जान्छ। एउटालाई बानी गराउँदै गरेको नि त। अनि अब सानो सानो छ लिएर आउनु पर्यो। जाँदैछु साथीहरू मेरो भदैनी लिन। मेरो छोरीहरू भदैनीहरू पर आउँदैछ। मलाई देखेकै छैन है। देखेको अब चाहिँ छोरी फुपू देखेर कुदेको चोली त
घल आइपुग्यो अब घल जाने घल उयो हो नि के भयो तेरो त अनुहार आमा कसले छोरी आफै गलेको आफै खोलेको गल्छ कि गल्यो कहिले उभ्या झुन ठेला रह्यो फेरि ब्याग बोक्नु छ कि यति अनि दादाले कुदाएर ल्यायो हो कुदाइस् बिस्तारै ला बिस्तारै नानी बिस्तारै मेरो छोरीहरू गल अरे ओ साथीहरू एउटा चाहिँ यहाँ ब्याग दिएर मलाई एउटा यहाँ गल्यो खै माया फुपूले हाने आज गल्यो अरे मेरो छोरीहरू हजुर गल्यो छोरी ठुलो छोरी हिँड्नु पर्दैन अब त ठुलो भयो ठुलो त बाली बाली खाजा खाएको हो ए घर जाउँ अब ल साथीहरू घर पनि आइपुग्यो लुगा पनि फेरि सक्यो स्कुलदेखि नानी पनि ल्याइसकेँ अब खाजा खाने हो साथीहरू हाम्रो जस्तो छ खाजा यो चाहिँ बहिनीको होइन मेरो चाहिँ तल छ तर यो चाहिँ मेरो एउटा साथीहरू हामी चाहिँ खान थाल्यौँ ल चिज गर्न चाहिँ न तर मैले नै खाइसकेको छु अचारको बाख्रा कस्तो हुन्छ साथीहरू म चाहिँ खाजा खाएर पनि धन्दा सन्दा सबै माझे अनि माझेर यिनीहरू हातखुट्टाहरू धोइदिएँ हातखुट्टाहरू धोइसकेर अब यिनीहरूलाई मेरो चाहिँ काम बाँकी यिनीहरूलाई पढाउनु मात्रै हो साथीहरू अब खाजा खाए पछाडि काम मेरो यिनीहरूलाई पढाउनु मात्रै हो साह्रै अल्छी उठ्छ लेख छिटो नाम्नुमा के गर्यो त्यो बसेको छिटो लेख हिमाले देख्छ नि भिडियो लेख 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 छिटो लेख छिटो लेख न ल 1 र 3 13 लेख भाइ के लेखेको बहिनीले साथीहरू यस्तै हो अब यिनीहरूलाई पढाउनु गाह्रो हुन्छ अलिक होइन अब यिनीहरूलाई पढाइसकेर आजको मेरो काम सक्यो कोठमा दाजुभाउजूले गर्नुहुन्छ मम्मीले खाना साजा गरिहाल्नुहुन्छ मेरो काम त खाजा खाए पछाडि यिनीहरूलाई पढाउने साथीहरू यस्तो छ यो होमवर्क भोलि गर्छु न भन्दै पकाउँदैछु भने चुम्मा गरेर अब सक्ने नि त ल फोन देखायो भने त पुग्दैन 20 चोटि चाहिँ माया गर ल अनि भिडियो बनाएको भोलि गर्छु ल होमवर्क आज 2 पेज गरिसक्यो नि मेरो छोरीले 1 पेज बाँकी छ नि माई नेम इज नाम्नुमा मात्रै बाँकी छ भने मिस सक्नु आँटे होमवर्क भन्नु 2-3 घन्टा भइसक्यो म बसेको फुपूले यहाँ सिकाउनु भएको भन्नु म ज्ञानी छु गुड छु भन म गुड छु मिस अहिले सक्छु होमवर्क भन भिडियो गरिदिन्छु अनि मिसलाई भन्छु मिस यसलाई कराउनु है यो होमवर्क गर्दाखेरि रुन्छ यसले होमवर्क सकेको छैन यसलाई भोलि कराउनु मिस यहाँ भन यो रुयो होमवर्क गर्दा गर्दा मिस अब मिसले भिडियो हेर्नुहुन्छ अनि तिमीलाई खिसी गर्नुहुन्छ रुँदैछ आज चाहिँ होमवर्क गर्नुपर्छ भनेर आज चाहिँ होमवर्क सकिएन साथीहरू अब खाना खान्छ ल मिस होइन सक्यो होमवर्क सक्यो नोरु न अनि सक्यो मिस सक्यो ज्ञानी छ हाम्रो नाम्नुमा त गुड गर्ल हो अरूभन्दा ज्ञानी छ हो रुँदैन पो त हाम्रो नाम्नुमा त गुड हो नि इमा जस्तै गुड हो इमाले त कति राम्रो होमवर्क गर्छ नि गुड हो कि ब्याट तिमी गुड हो नि गुड हो है मिस रुँदैन नि अब खाना खान जाने हामी नि यस्तो छ चम्बु होमवर्क सकेको छैन यसले मिस
साथीहरू आजको भिडियो के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र अब हाम्रो नानीले होमवर्क पुरिसक्छ अझै सकेको छैन अनि हामी चाहिँ खानासाना खायौँ फेस वासहरू गऱ्यौँ ब्रसहरू गऱ्यौँ अनि नानी चाहिँ सुतिसक्यो किन भन्दा उसलाई चाहिँ होमवर्क गराउँछ भने ऊ हतार सुतिसक्यो ओछ्यानमा लागिसक्यो साथीहरू अब ल साथीहरू आजको भिडियो यस्तै भयो आज यति भन्दै आजको भिडियो चाहिँ यति नै र जाँदै लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु नबिर्सिनु साथीहरू बाई बाई गुड नाइट